वेलकम ब्याक साथीहरू, हजुरलाई फेरि स्वागत छ मेरो अर्को भ्लगमा। साथीहरू, आज चाहिँ मैले हजुरसित एउटा कुरा राख्न चाहेँ कि होइन, जुन चाहिँ एकदम खुसीको कुरा हो कि होइन। अब जुन चाहिँ हजुरहरूलाई भन्दाखेरि यकिन त नआउला, तर त्यही पनि यो चाहिँ हामीले गरेको कुरा हो है त साथीहरू होइन। त्यो कुरा चाहिँ के हो भने साथीहरू होइन, हिजो चाहिँ हाम्रो यो रेस्टुरेन्टमा चाहिँ के त्यो बाहुबली अनि त्यसपछि सलार मुभीको हिरो आउनु भएको थियो कि होइन, जुन चाहिँ साउथको हो नि त्यो प्रभास होइन, एकदम दामी कि होइन। त्यसपछि उहाँ आएर हामीलाई होइन ड्रिङ्कहरू हरेक चिजमा आउनुभयो, हामीले दियौँ तर फोटो चाहिँ लिन पाइएन होइन। त्यो चाहिँ केही कारणवश होइन, हामीले फोटो चाहिँ लिने धेरै कोसिस गरेको तर उनको त्यहाँ आएको म्यानेजरहरू त्यसपछि गार्डहरूले चाहिँ फोटो चाहिँ अहिले लिनु मिल्दैन, फोटो चाहिँ नेक्स्ट टाइम दिन्छौँ हामीहरू, अहिले चाहिँ अलिक बिजी छ, हामीहरू चाहिँ जान लाग्छौँ अहिले चाहिँ भनेर चाहिँ फोटो चाहिँ दिएनन् कि होइन। एकदम खुसी लाग्यो कि होइन। आफूले बनाएर जुन मुभीमा हेरेको हिरोलाई आफूले बनाएर खुवाउँदाखेरि चाहिँ एकदम दामी लागेर आयो कि होइन। त्यो मान्छे मुभीमा जस्तो हुनु त्योभन्दा राम्रो कि होइन, रियलमा पनि कि होइन मिलनसार मान्छे होइन। हामीहरूसित आएर कुरा गरेर अनि त्यसपछि ड्रिङ्कहरू सोधेर हामीले आफ्नो बनाएको ड्रिङ्कहरू भनेर यस्तो ड्रिङ्क गर्ने यति राम्रो यस्तो छ यिनी राम्रो छ भनेर भनेको एकदम दामीसित खानुभयो कि होइन। तर फोटो चाहिँ लग्न मिलेन कि होइन, फोटो चाहिँ लग्ने भन्ने धेरै कोसिस गर्यो तर लग्न चाहिँ पाइएन कि होइन। उहाँले चाहिँ भन्नुभएको थियो कि नेक्स्ट टाइम आयो भने त्यतिखेर चाहिँ म सब अन्य स्टाफसित फोटो लाग्छु भनेर भन्नुभएको थियो। यदि त्यतिखेर मैले फोटो लगेँ भने म फोटो चाहिँ राखिदिन्छु होइन साथीहरू। भिडियो मनपर्छ भने भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि थ्याङ्क यू फर वाचिङ। मेरो यस्तो भिडियोहरू हेर्नको लागि म यस्तो फेरि भिडियोहरू हालिरहेको हुन्छ होइन साथीहरू है त।